एनआईसी एसिया बैंकमा वित्तीय संकट चुलिएपछि देशभर यसका विभिन्न शाखामा बचतकर्ताको भिड देखिएको छ। बैंक संकटग्रस्त भएको भन्दै पैसा झिक्न बचतकर्ता विगतमा भन्दा धेरै लामबद्ध भएका छन्। बैंकको खातामा रहेको रकम निकाल्न खोज्दा केही स्थानमा बैंकले ढिलो प्रक्रिया अपनाएर झिक्न नदिएको आरोप बचतकर्ताले लगाएका छन्। बैंकले सिधै पैसा दिन नमानेपछि सेवाग्राहीहरू रिसाएको र केही खातावालाहरूले आफ्नो जम्मा गरेको रकम नदिएको भन्दै बुधबार सामाजिक सञ्जालमा ग्राहकहरूले आक्रोश पोखेका छन्। एनआईसी एसिया बैंकले आफूहरूद्वारा गरिएको सबै बैंकिङ कारोबार नियमन बमोजिम रहेको भन्दै अनावश्यक हल्लाबाट नआत्तिन सेवाग्राहीलाई आग्रह गरेको छ। बैंकले धितो राखेर कर्जा दिने धितोको माध्यमबाट व्यापार गर्ने कार्यमा सक्रियता देखाउँदा धितो चुक्ता हुन नसकेपछि गैर बैंकिङ सम्पत्ति बढेर थप सङ्कट निम्तिएको हो। पछिल्लो समय बैंकको उक्त वित्तीय कारोबारमाथि पनि प्रश्न उठ्न थालेको छ। नेपाल राष्ट्र बैंकले हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। उता वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको नयाँ ब्याज दर तोकेका छन्। नयाँ महिनाका लागि महिना सुरु हुनु अघि नै ब्याज दर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि ब्याज दर निर्धारण गरेका हुन्। बचत खातामा न्यूनतम 3% देखि 5.10% सम्म ब्याज दर निर्धारण गरिएको छ। बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याज दर बढीमा 2% भन्दा धेरै अन्तरमा राख्न पाउने व्यवस्था छ। यसै अनुसार साधारण तथा विशेष बचत खाताका ब्याज दरहरू निर्धारण भएका हुन्। व्यक्तिगत मुद्दती खातामा 3% देखि 6.60% सम्म ब्याज दर तोकिएको छ। व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याज दर कृषि विकास बैंकको 3% रहेको छ। तल्लो तहमै सबैभन्दा धेरै ब्याज दर प्रभु बैंकले 5.10% अफर गरेको छ। 1 वर्ष व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर हेर्दा भने लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम 3.50% र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै 5.75% रहेको देखिएको छ। त्यस्तै संस्थागत मुद्दती खातामा न्यूनतम 3% देखि अधिकतम 5.60% सम्म ब्याज दर निर्धारण गरिएको छ। यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम 3% ब्याज दर दिँदै आएका छन्। तल्लो सीमामा सबैभन्दा धेरै ब्याज 3.25% रहेको छ। हिमालयन प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याज दरको अफर गरेका छन्। त्यस्तै माथिल्लो सीमामा सर्वाधिक ब्याज दर निर्धारण गर्नेमा एनएमई बैंक र एनआईसी एसिया बैंक रहेको छ। यसमा सबैभन्दा धेरै ब्याज प्राइम कमर्सियल बैंकले 5.75% दिँदा माथिल्लो तहमा न्यूनतम कृषि विकास बैंकको 3.25% रहेको छ। 1 वर्ष मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम 3% देखि अधिकतम 3.51% सम्म ब्याज दिँदै आएका छन्। 1 वर्ष मुद्दतीमा 5% ब्याज दिने बैंक एनआईसी एसिया रहेको छ। 3 बैंक नेपाल एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन्। 3 बैंक नेपाल इन्भेस्टमेन्ट मेगा कुमारी र सिद्धार्थले सामान्य घटाएका छन्।